नमस्कार साथीहरू, आज पनि म क्रिकेट सम्बन्धी अपडेटहरू ल्याएर आइसकेको छु। साथीहरू, नेपाली टिम भोलि हुने ऐतिहासिक म्याचका लागि युएमा प्र्याक्टिस गरिरहेको छ। उता एसिया कपमा भारत र पाकिस्तान फाइनलमा पुगिसकेका छन्। अब कसले जित्ला त एसिया कप 2025? आउनुस् भिडियोमा चर्चा गरौँ। एसिया कप सुपर 4 मा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेशले आफ्नो ठाउँ बनाएका थिए, जसमा हङकङ, युए, अफगानिस्तान, ओमान सुपर 4 मा नपुगेरै बाहिरिएका थिए भने श्रीलङ्का, बङ्गलादेश सुपर 4 मा पुगेर बाहिरिएका हुन्। भारतको पर्फर्मन्स हेर्दाखेरि निकै नै राम्रो ब्यालेन्स मिलेको देख्न सकिन्छ, तर पाकिस्तान भने अलि पछि नै भएको हामीले देख्न सक्छौँ। भारतले 5 वटा म्याचमा 5 वटामै जित निकाल्न सफल भएको छ, जसमा पाकिस्तानलाई 2 पटक नै हराएको छ। भारतको सुपर 4 को अन्तिम खेल श्रीलङ्कासँगको नतिजा आउन बाँकी नै छ। पाकिस्तानले 6 वटा म्याचमा 4 वटामा जित निकाल्न सफल भएको छ र 2 वटामा हार निकालेको छ। पाकिस्तानले एसिया कप 2025 मा सहभागी सबै टिमलाई हराएको छ, तर भारतलाई हराउन सकेको छैन। यसरी भारत र पाकिस्तानले फाइनलमा आफ्नो ठाउँ बनाएका हुन्। भारत र पाकिस्तानको तुलनामा भारत अघि भए पनि एसिया कप 2025 फाइनल जस्तो ठाउँमा भारत र पाकिस्तान बीचको प्रतिस्पर्धा हेर्न दर्शकहरू एकदमै उत्साहित छन्। क्रिकेट सम्बन्धी हरेक अपडेटहरू सबैभन्दा छिटो थाहा पाउन मेरो यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।